मैले खुसी बारे प्रभु अब तिमीले पनि मलाई खुसी बनाउनु पर्छ। आज कुनै साउहरूसँग नभेटियोस्, यदि भेटे पनि मलाई बस्ने जुक्ति चाहिँ देऊ है प्रभु। बस परमेश्वर शिक्षक भन बस। के हो किन करा खेल्न पो बसिरहेको छ, भाडा जुटै छ। हेर हेर तिमीहरू उठेर स्कुल जा, अझै उठेर स्कुल जा भनेको टेन्दैनौ तिमीहरू। झम्टिँदै कुट्न खोज्नुहुन्छ। कसले के गर्छ चियो चर्चा गर्दै बस्ने काम तिमीहरूको होइन। तिमीहरू खुरुक्क नै स्कुल जा। स्कुल जाँदा त स्कुलको फी पनि तिरेको हुनु पर्यो नि। तेरो हेडमास्टरलाई भनिदिनु आमाले 4-5 दिनपछि पैसा दिन्छ भनेर अहिले खुरुक्क नै स्कुल जा। ला यो थालबटुको पनि राखेर जा। यी बुढा पनि कहाँ मरेका हुन्, कुन्नी घरमा छैनन्। घरको आज पनि काटेर आयो होइन। तिमीलाई घरको बारेमा केही टेन्सन छैन होइन। ए बुढी नगरान हो, अघि त्यो सियामी पैसा माग्न आउने कुरो गर्दै थियो। यसो फुलमायाको भट्टीमा पसेर थोरै थोरै जिउमा छर्केको मात्र के थिए, मुखमा पनि पसेछ। थोरै लागेको त हो नि। खै बुढा कता के गर्ने हो, घरमा अन्नको गेडो छैन न दिनमा बो। आज हामी के पढ्छौँ? राजनीति सर। रिता के उठेर भन त, राजनीति भनेको के हो? खै सर, मेरो बाबा यता बिनाले मैले जे भने पनि जिन्दाबाद जिन्दाबाद भन्दै पछि पछि भन्छन् रे। मेरो पछि पछि हिँडेर जान्ने राजनीति होला नि सर। हो नि सर, म सधैँ बाबासँग सुन्छु सबैजना बाबा बरबर आउँदै जिन्दाबाद जिन्दाबाद भन्दै मलाई पनि जिन्दाबाद भन्न लगाउनु हुन्छ नि सर। मलाई चुनावमा सहयोग गरिदिनु न हार्दिक अनुरोध गर्दछु। सुन हरि, आज सबै गाउँलेहरूलाई उचालेर भोट माग्न लिएर हिँड्नुपर्छ। कस कसको घरमा चामल, कस कसको घरमा मासु पुगेको छैन, सबै दिन्छु भन्नुपर्छ। काम गर्दैछन् पनि काम छोडेर बहिनी भोट माग्न लिएर आउँछौ। हुन्छ नेताज्यू। अब हामी पनि मुकुन्दको घरमा जाउँ। हुन्छ नेताज्यू।
आज सबैलाई घरमै भेटियो। मकुन्दजी नमस्कार। नमस्ते नेताज्यू। छोराछोरीहरू नमस्कार। भाउजू त हुँदो रहेछ। भाउजू नमस्कार। नमस्कार। यसपालि यो गाउँबाट चुनावमा म उठिरहेछु। यो चुनावभरि मलाई सहयोग गरिदिनु पर्यो। तिमीहरूलाई चाहिने सबै व्यवस्था म मिलाइदिन्छु। व्यवस्था? कस्तो व्यवस्था नेताज्यू? घरमा खाने चामल छैन, छोराछोरीलाई भने जस्तो पढाउन पाएको छैन, बुढालाई हजुरकै सेवा गर्दै ठिक्क छ, अनि काम नगरिकन चुलोमा आगो कसरी बल्छ नेताज्यू? यस्ता कुराको चिन्ता नगर। आज दुःख गरेको भोलिको सुखको लागि हो। तिमीहरूको छोराछोरीलाई निशुल्क पढाइदिन्छु, निशुल्क स्वास्थ्य बिमा गराइदिन्छु, घर घरमा ग्यास चुल्हा ल्याइदिन्छु। त्यति मात्र हो र? तिमीहरूले खाएको ऋण पनि बिना गराइदिन्छु। तर यो चुनावभरि मलाई सहयोग गरेर जिताउनु पर्यो। हुन्छ नेताज्यू। हरिचन्द्र गाउँ जान ढिलो भइसकिसक्यो। मेरो टाइम मात्रै छ त नि। यही त छ नि, यी बुढालाई पनि नजिकाउने बहाना मात्र चाहिन्छ। रचना दिदी, ए रचना दिदी, खुरुक्क बाहिर आउनु त। के भयो मुना बहिनीलाई? किन करायो कि? मेरी छोरीलाई हेप्ने, मेरी छोरीलाई यो बाटो हिँड्न नदिने, तिम्रो पार्टीमा लागि न भनेर हामीलाई हेपेको, तिम्रो पार्टीले ठिकै छाडेको छ। यो झगडा मात्रै भगाउन है मुना बहिनी, मैले भनेको छु तिमीलाई फेरि अहिलेको डगटा छाड्दिन्छु नि म। कसको झगडा छ अरे कुरा गरेको हो यहाँ? मुना बहिनी, तिमी यसो झगडा गरेर घर नआऊ है। अब तिम्रो पार्टीले के गर्छ? खुरुक्कमा घर जाऊ। के भयो? के हुनु बहिनी? छिमेकीहरूले पनि बसाइ सारा जान जत्तिकै पारिसके नि। ए बहिनी आउनुभयो, लु बस। दिदी नभएका छन्। बुढा तँले त्यसुकै गर्नु, जुनै जोडी आए पनि कानै चिनिएको। त्यही त भाउजू, म त यो राजनीति केही बुझ्दिनँ। कसले कसलाई मन्त्री बनाएको छ, कसले निकाल्यो भनेको छ, बलात्कारीहरू खुलेआम बोलिरहेका छन्, कारबाही छैन। सो जात केटीहरूलाई मात्रै त रहेछ नि काम। नेपालको कानुन दैवले जान, म त केही बुझ्दिनँ भाउजू। त्यस्तो भनेर काम सबैको लागि उत्तिकै हो। चुनावमा राम्रो मान्छे चुनेर पठाउनु पर्यो नि। हामी 2 चोटा मासु र 1 बोतल बियरमा बिक्छौँ, अनि यस्तै त हो नि। ए साँच्ची बहिनी, ठिकै छ, राम्रै होला। विदेशको ठाउँतिर त भिड लागेको छ दाजु। बिर? के को बिर? ती कान्छा बाजेका छोराबुहारी अमेरिका गएका थिए। बल भइस उन्जेलसम्म एक्लै बसेर छोराबुहारीलाई कमाउन पठाए। अहिले बुढेसकालमा कोही छैनन् सहारामा। दुःख पाए ती आमाले। म भाटा धुँदै थिएँ, म मर्दा दागबत्ती दिँदै नि कोही भएन भनेर। त्यस्तो कस्तो हुन्छ? कसलाई के थाहा? बिर गरेर हुँदैन। चुनाव आएको छ, सबै नेता ठुला ठुला सपना देखाएर आश्वासन दिँदै हिँड्न ठिक छ। त्यसलाई देखिलो काम गर भनेर कति सम्झाए, मानेन। त्यसको बुढी चाहिँ खाउला चाहिँ गर्छ। गफ मात्रै गर्ने कि भोट पनि हाल्न जाने? लौ जाउँ त। चली, ओइ रिता, सबैजना यहाँ आऊ त। कत्रो ठुलो बाछा। आएर हाम्रो बाछाको पनि सिक
घुम त तिमीहरू त्यहाँ हेर्छ हगे छ त्यो थाक यो गौरीले पनि कति अघि साँच्ची बुढा बल्ल बल्ल यो पालिको चुनाव पनि सक्यो ती हरिशर्माले जिते त राम्रै हुन्थ्यो तिनले जिते भने घर घरमा ग्यास निःशुल्क पढाइ अनि स्वास्थ्य बिमा पनि गरिदिन्छु भनेका थिए नि साँच्ची बुढा तिनले छोडेर उसके पछि राख्यो गर्न नि त पनि धेरै कचकच नगरे फेरि त्यो हरिचन्द्रलाई भनेर माया गर्ने कचकच नगर्ने बुढी मिलाइदे भन्नु पर्ला नि फेरि म जस्तै बुढी पाउन त तिमीले सास गर्न त बस्या गर्नुपर्छ बुझ्यौ यी बुबा आमाको रेला गर्ने बानी पनि न यो छोरोले पनि हामीले रेला गरेको देखिनसक्ने बहु यसलाई के थाहा हामी रेला गर्दै जमेको भनेर यी बुढा पनि छोराको अगाडि के बोल्छन् यो पालिको धान चाहिँ सबै भरिदियो पोहोरको साल पनि दिन्छ भनेर धान छाडिदिए यो पालिको धान चाहिँ एक गेडो पनि छाड्दिनँ अङ्कल हामीलाई भोलि पार्टी दिनु न बाबाले धान झारेपछि दिन्छु भन्नुभएको थियो अङ्कल यत्रो वर्ष दुःख गरियो धान झारियो बल्ल बल्ल धानको भात खान पाइन्छ कि भनेको हजुरले फेरि आएर धान नदिनुहुन्छ भन्नुहुन्छ बिन्ती छ हजुरलाई धान नलग्नुहोस् हजुरको पैसा म 1 महिनामा जसरी नै तिर्छु बिन्ती छ धान नलगिदिनुहोस् बुढा सम्झाउनुहोस् न उहाँलाई ओ मालिक साहब हाम्रो छोराछोरीको भए पनि हामीलाई धान छोडिदिनु पर्यो छोराछोरीको मुख चाहिँ होइन बरु यता सुन तिम्री बुढीको मुख हेरेपछि छाडिदिउँला मेरो बुढी 2-4 दिनको लागि माइत गएकी छिन् मेरो बुढी आउन्जेलसम्म तिम्रो बुढीलाई मेरो घरमा खाना पकाउन पठाइदेऊ अनि मात्रै छाडिदिउँला गरिब छु मालिक तर आफ्नो इज्जत मान्यता बेचेर खाएको छैन लानुहोस् तपाईँको धान आजदेखि तपाईँको खेती पनि गर्नु छैन बिन्ती छ हजुर धान नलगिदिनुहोस् न लामो सास फेर्नुहोस् त फेरि खै कहाँ दुख्छ के भएको रहेछ डाक्टर साहब यी नानीलाई एपेन्टी भएको छ आज अपरेसन गरेन भने जेल लिन सक्छ आजै 50,000 डिपोजिट गरिदिनुहोस् म अपरेसन गर्ने तयारी गरिदिन्छु डाक्टर साहब हामीलाई 2 दिनको समय दिनुहोस् 2 दिनसम्म नदुख्ने दबाई दिनुहोस् म 2 दिनपछि पैसाको बन्दोबस्त गरेर मेरी छोरीलाई उपचार गर्न ल्याउँछु डाक्टर साहब बुबा हरिचन्द्रले जितेछ अब हाम्रो दिदीको उपचार फ्रीमा हुन्छ डाक्टर साहब 2 दिन नदुख्ने औषधि दिनुहोस् हामी 2 दिनपछि फेरि ल्याउँछौँ तपाईँ नै यसो भन्नुहुन्छ भने म केही गर्न सक्दिनँ दिन्छु तर बिचमा केही भयो भने केही गर्न सक्दिनँ किनिनुहोस् खाना पछि दिनु होला धन्यवाद डाक्टर साहब बल्ल बल्ल चुनाव पनि सक्यो नेताज्यू म साह्रै आपतमा छु मलाई सहयोग गर्नु पर्यो नेताज्यू हो यो आज म छुट्टै मुडमा छु जाउँ सबैलाई गर्नुपर्छ रचना त्यसरी नेताको मुख ताक्नु हुँदैन भन मुकुन्द तिमीलाई कति चाहिएको छ म तिमीलाई दिन्छु मलाई मात्र 50,000 चाहिएको छ कृष्णज्यू लाऊ यो पैसा लगेर आफ्नो छोरीको उपचार गरौँ अझै पनि हाम्रो समाजमा मानवता हराएको छैन एक छिमेकी नै अर्को छिमेकीको दरिलो सहारा हो र सधैँ मित्र भावको व्यवहार गर्नुपर्छ बुझ्यौ
धन्यवाद कृष्णज्यू, हजुर साँच्चीकै भगवान् कृष्ण चाहिँ हुनुहुँदो रहेछ। अब नेता चुन्दा हाम्रालाई होइन